एभ्रिवान वेलकम टु माई युट्युब च्यानल। आई होप तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु। अनि आज चाहिँ मैले लङ टाइम पछि भ्लग लिएर आउँदैछु साथीहरू। अनि आज चाहिँ मेरो बाबुलाई 10 विकको भ्याक्सिन लाउन जान लागेको। अनि बाबु चाहिँ यहाँ छ। अनि अस्ति 24 गते नै पुगेको हो, तर मैले आज लाउँदैछु साथीहरू। त्यही भएर डर लागिरहेछ। अहिले यसरी बसिरहेछ, अहिले रुने होला मेरो सानो हो। मलाई लाउन पर्यो नि हुन्थ्यो जस्तो भइरहेछ कि साथीहरू। कति गाह्रो हुन्छ। अस्ति 45 डेकोमा त कति रोगको थियो। है साथीहरू, कस्तो घाम चर्को छ। अनि मेरो सानो चाहिँ त सुतिरहेछ। बाहिर हिँड्न थाले कि सुतिहाल्छ। साथीहरू यो टाइममा चाहिँ मेरो बाबु एकदमै रोगको थियो कि साथीहरू। अनि त्यही भएर मैले भोइस ओभर गर्दैछु। अनि कति साह्रो रोगको के, मन कति धेरै आँतेको। अनि दुध खुवाउँदा पनि नखाएको क्या, एकदमै कराएर कस्तो गरिरहेको थियो, आँती साथीहरू। अनि त्यही भएर मैले चाहिँ यसरी उठाएर घुमाइरहेको थियो उसलाई। उठाएर घुमाउँदा चाहिँ अलिकति शान्त हुने के साथीहरू। अनि त्यही भएर मैले उठाएर घुमाएको उसलाई चाहिँ। अनि कति डर लागेको मलाई त साथीहरू। एक्लै हुँदा त कति आँतिन्छु होइन। आमा बन्नलाई धेरै नै गाह्रो हुँदो रहेछ। अनि मैले त्यहाँ खोप्लाको भ्याक्सिन लगाएको ठाउँमा चाहिँ मैले खिचेन साथीहरू भिडियो, किनकि खिच्न मिल्दैन, त्यही भएर खिचेन। अनि त्यसपछि दिदी र म गएको थिएँ। दिदीको छोरोको पनि, उहाँको पनि वेट जोख्नको लागि जानुभएको थियो। अनि मलाई ठाउँ देखाउनको लागि पनि मैले हस्पिटलमा लगाएको थिएँ अनि साथीहरू। अनि आज चाहिँ वार्डमा लाउन गएको। अनि मलाई थाहा थिएन क्या यता कता लाउँछ भनेर। अनि उहाँ दिदीले नै देखाउनु भएको। अनि दिदीसँगै गएर लगाएको साथीहरू मैले चाहिँ भ्याक्सिन। अनि अब फेरि 1 महिना आनन्द हुन्छ, अनि त्यसपछि फेरि गाह्रो हुन्छ। 45 डेकोमा त रातभरि सुत्न दिँदैन। अब आज चाहिँ के गर्छु साथीहरू, लास्टै डर लाग्छ हौ। बच्चा हुर्काउनलाई धेरै गाह्रो हुँदो रहेछ। अनि जब आफू आमा भएँ तब झन् आमाको माया लाग्ने, आमाको धेरै याद आउने हुँदो रहेछ साथीहरू। अनि थाहा खोल्न खोजिरहेको छ। अघि रोइरहनु भएको थियो, अहिले हाँचिरहनु भएको छ। खुट्टा नचलाउनु चस। मेरो सानो चाहिँ अहिले यसरी बसिरहेको छ साथीहरू। भ्याक्सिन लगाएर पनि आइसकेँ। अनि उसलाई चाहिँ ज्वरो चाहिँ आएको छैन, तर दुखी चाहिँ रहेछ। अनि खुट्टै चलाउन खोजिरहेछ। अघि रोइरहेको थियो, अहिले रोजेन। ऊ भर्खर सुतेर उठेको, काखमै राखेर सुताएर। भ्याक्सिन लाउनु दिन आएपछि मलाई लास्टै डर लाग्छ साथीहरू। बाँच्छ कि नै सानो? आया बाँच्छ कि छैन मेरो सानोलाई? कति गाह्रो हुन्छ होला कि साथीहरू। मलाई त सुई लाउँदा लास्टै गाह्रो हुन्छ, झन् बच्चालाई लिनुहोस् मामुको हात। त्यही नै कस्तो कति लामो क्या। अनि त्यसपछि अब हाम्रो त बाहिर छाला लाउँछन्, उनीहरूको त सिधा लाउँदो रहेछ। कति गाह्रो, कति रोको नि मेरो सानो त सुई लाउने बेलामा। कलिलो छालाम साथीहरू। हामीलाई त कति दुख्छ झन् बच्चालाई। नचलाउनुहोस् है खुट्टा। उसले खुट्टा यसरी उचाल्न खोजिरहेछ कि खुट्टा नउचाल्नुहोस् है। हामी चाहिँ भ्याक्सिन लगाएर घरमा पनि आइसकेँ। अनि आएर पनि बसिरहेको छु होइन। उसलाई चाहिँ हल्का गाह्रो भइरहेछ। अझ अहिले खेलिरहेछ के। 45 डेकोले जस्तो त गाह्रो बनाएको छैन। अनि ऊ चाहिँ खेलिरहेछ साथीहरू। अनि आजको लागि यति नै भिडियो। अनि माया गरिदिनु होला भिडियोलाई। थ्याङ्क्स फर वाचिङ।